हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ साथीहरू। तपाईँहरू पनि सन्चै हुनुहोला, म पनि सन्चै छु। गुड मर्निङ एभ्रिवान। नयाँ वर्ष 2026 को धेरै धेरै शुभकामना। आज म तपाईँहरूलाई भिडियो राख्न गइरहेको छु। भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेरेर सुझाव सल्लाह प्रतिक्रिया दिँदै राख्नुहोला, हेर्नुहोला। आज मेरो गार्डनबाट म भिडियो स्टार्ट गरिरहेको छु। ब्लग आज फर्स्ट आइडीबाट, नयाँ आइडीबाट नयाँ भिडियो म तपाईँहरूलाई राख्न गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर माया गरिदिनु होला, लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु होला। भिडियो कस्तो लाग्छ तपाईँहरूको एक लाइक, एक कमेन्ट र तपाईँहरूको प्रतिक्रियाले म भिडियो त्यस्तै बनाउँदै गइरहनेछु। साथीहरू, आज भिडियो स्टार्ट भइसकेको छ। कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ कमेन्टमा लेख्दै रहनु होला। तपाईँहरूको माया रहोस् हमेसा। र खासमा आज नेपाली टोपी दिवसको धेरै साथीहरूमा शुभकामना छ र सम्पूर्ण मित्र देश तथा स्वदेशमा रहनुहुने सम्पूर्ण मित्रहरूलाई टोपी दिवसको पनि धेरै धेरै शुभकामना छ। अङ्ग्रेजी वर्ष साथमै टोपी दिवस परेको हुँदा अङ्ग्रेजी वर्षको पनि शुभकामना छ तपाईँहरूलाई र टोपी दिवसको पनि शुभकामना छ सम्पूर्ण साथीहरूलाई। भिडियो म आफ्नो गार्डनबाट स्टार्ट गरिरहेको छु। आजको ब्याकग्राउन्डमा हेर्नु होला। ब्याकग्राउन्ड यस्तो छ साथीहरू, ब्याकग्राउन्ड एकदमै भर्खर कुहिरो, हल्का कुहिरो लाएर कुहिरो फाप्दैछ। क्लाउड एकदमै हिजो रातिको पटेकाले गर्दा पुरै क्लाउड एकदमै बन्द छ, हेर्नु होला। क्लाउड एकदमै बन्द छ, हेर्नु। आकाश यस्तो छ, खुल्ला छैन। आज एकदमै मौसम एकदमै प्रदूषित छ र यहाँ अब भगवानको पूजा सोसाइटीमा भइरहेको छ। तल ब्याक साइडमा भगवानको पूजा पनि भइरहेको छ। आज आफ्नो आफ्नो ठाउँमा अङ्ग्रेजी वर्ष कसरी मनाउनु भएको छ त देश तथा स्वदेशमा रहने सम्पूर्ण साथीहरूले तपाईँहरू पनि अङ्ग्रेजी वर्ष कसरी मनाउनु भएको छ एकदमै आफ्नो कामलाई फोकस गर्दै तपाईँहरूले राम्रोसँग अङ्ग्रेजी वर्ष मनाउनु होला। तपाईँहरू पनि ठिक हुनुभयो भने, आफ्नो स्वास्थ्य ठिक भयो भने भोलिका दिनहरूमा काम पनि गर्न सकिन्छ। म बस्ने ठाउँबाट म भिडियो तपाईँहरूलाई आज फर्स्ट भिडियो राख्न गइरहेको छु। तपाईँहरूले भिडियोलाई माया गरेर अन्तिमसम्म भिडियो हेरिदिनु होला। मैले यहाँ अगरबत्ती जलाएर पूजा गरिसकेको छु। तपाईँहरूको मेरो गार्डनबाट फुल एकदमै फुलिरहेको छ, हेर्नु। एकदम राम्रो राम्रो फुल फुलिरहेको छ। वाउ, फुलिरहेको छ। सम्पूर्ण साथीहरूलाई यो भिडियो अन्तिमसम्म हेरेर भिडियोलाई माया गरिदिनु होला। र मैले तपाईँहरूलाई अब भिडियो मेहनत गरेर दिन प्रतिदिन म बस्ने ठाउँ, मेरो दैनिकी लाइफस्टाइलमा भिडियोमा राख्न गइरहेको छु। तपाईँहरूले पनि भिडियोलाई हेरिदिनु होला। अगर भिडियो कुनै पनि तपाईँलाई भिडियोमा तपाईँहरूसित सिक्दै जानेछु, ठुल्ठुलो युट्युबमा काम गर्ने साथीहरूसित सिक्दै जानेछु भिडियो कसरी पोस्ट गर्नु भन्ने विषयमा। र तपाईँहरूले भिडियोमा कमेन्टमा पनि भन्नुहोला र कति बजे पोस्ट गर्दा राम्रो हुनेछ। म यो मेरो नयाँ आइडीबाट, पुरानो आइडी मेरो अलिकति राम्रो थिएन, त्यही भएर मैले नयाँ आइडी क्रिएट गरिसकेको छु। साथीहरू, तपाईँहरूलाई यो जानकारीसहित भिडियो अन्तिमसम्म हेरेर आजको भिडियोलाई गर्नु होला। लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू। भिडियो अन्तिमसम्म हेरिदिनु होला। यस्तो छ आजको मौसम, एकदमै मौसमले साथ दिएको भन्दा पनि एकदमै आकाश, खुला आकाश, एकदमै भिडियो क्लियर छैन आजको। एकदम आकाश क्लाउड क्लियर छैन, यस्तो फोहोरो छ। त्यो हिजोको पटेकाले गर्दाखेरि मान्छेहरूको दैनिक आफ्नो स्टार्ट भइसकेको छ। आज नयाँ वर्ष खुसीको साथमा मनाउनु होला। जहाँ भए पनि, जस्तो अवस्थामा भए पनि सम्पूर्ण मित्रहरूले आफ्नो कामलाई छुट्टीमा हुनुहुन्छ या आफूहरू काममै हुनुहुन्छ। आज नयाँ नयाँ सालको नयाँ नयाँ कम्पनी पनि उद्घाटन होला ठाउँ ठाउँमा र मनाउने आफ्नो आफ्नो तरिका हुन्छ। सम्पूर्ण साथीहरूले आफ्नो तरिकालाई आफू जहाँबाट भए पनि मनाउँदाखेरि राम्रोसँग मनाउनु होला। आफ्नो कामलाई एकदमै मध्यनजर राख्दै काम मेन भनेको अहिलेको टाइममा धेरै काम नै हुन्छ। काम जस्तो ठुलो कुरो केही हुँदैन। वर्क एकदमै वर्क हुनपर्छ। ल हेर्नु, यस्तो कम्पनीहरू छ, यहाँ कम्पनी छुट्टी छैन। न्यु इयरको दिन पनि काम भइरहेको छ। आइटी कम्पनी भनेको यस्तो हुन्छ। यसरी काम भयो भने देश विकास हुन्छ है साथीहरू। म भएको ठाउँमा धेरै आइटी छ। आइटीको उसले गर्दा म आइटीको अफिसरहरूलाई म खाना कुकिङ गर्छु र उहाँहरूको लागि मेरो काम, मेन काम त्यही नै हो र कुकिङ गर्छु, उहाँहरूलाई खाना बनाउँछु।
हेर्नु साथीहरू सानो गार्डन बनाएको छु। कस्तो लाग्छ गार्डन? मैले आफूले चाहिँ मनीहरू यो प्लान्टहरू यो सानो बिरुवालाई आफैले गार्डन भाडा लिएर मैले आफै नै यो यति मेहनत गरेर यो तुलसी यो फुलहरू एकदम विभिन्न थरीको फुलहरू मैले लगाएर हरियो बनाएको छु। अब बस्ने ठाउँमा केही न केही मेहनत गर्नुभयो भने राम्रो लाग्छ, किनकि यहाँ पूजा भइसकेको छ। पूजा भएर मैले तपाईँहरूलाई पूजा गरिसकेको छु। ल हेर्नुहोस् यस्तो छ। अब यो भिडियोमा लामो बनाउन चाहदिनँ, तपाईँहरूले पनि भिडियो हेरिदिनु होला। 4-5 मिनटको भिडियो स्टार्टमा राख्नेछु, त्यसपछि म भिडियो दिन प्रतिदिन मेहनत गर्दै भिडियो तपाईँहरूलाई म राखिदिनेछु। तपाईँहरूले हेरिदिनु होला भिडियोलाई, फुल हेरेर साथ दिनु होला। सम्पूर्ण साथीहरूलाई यही भन्न चाहन्छु। भिडियो कहाँबाट हेर्नुहुन्छ भिडियोलाई एकदमै तपाईँको सपोर्ट भयो भने मलाई एकदमै भिडियो बनाउन हौसला मिल्नेछ। सम्पूर्ण मित्रहरूलाई यही भन्दै यहाँ फेरि डेभलपमेन्ट एकदमै कन्स्ट्रक्सनको काम पनि भइरहेको छ। हेर्नु यस्तो बिल्डिङहरू वर्किङ भइरहेको छ। आजको दिनमा पनि वर्करहरू न्यु इयरको दिन पनि काम भनेको कुनै पनि न्यु इयर या कुनै पनि फेस्टिभल आए पनि रोकिँदो रहेछ कि साथीहरू। हेर्नु यसरी पो विकास हुँदो रहेछ। त्यहाँ बिल्डिङ बन्दैछ, त्यहाँ मान्छेहरू काममा लागिसक्यो, माथि टावरमा चढिसके, क्रेन चलाइसकेका छन्। यसो गरेर पो हुँदो रहेछ साथीहरू काम। तपाईँहरूले पनि भिडियो हेरिदिनु होला। मेरो दैनिकी अब स्टार्ट हुन्छ आजबाटै, न्यू आइडीबाट दैनिकी स्टार्ट हुन्छ। जनवरी 1, 2026मा मैले भिडियो पोस्ट गरेको छु। तपाईँहरूले गर्दाखेरि मेरो च्यानललाई राम्रो बनाएर अगाडि लिएर जाने मेरो आफ्नो एम छ। यसैमा आफूले गरेको दैनिकी त्यसपछि आफूले गरेको आफ्नो लाइफस्टाइल म भिडियोमा राख्न गइरहेको छु। सकारात्मक भिडियो म आफ्नै ओरिजिनल कन्टेन्टमा राख्नेछु। तपाईँहरूले पनि आफूले युट्युबमा काम गर्दै हुनुहुन्छ भने ओरिजिनल कन्टेन्टमा काम गर्नु होला। तपाईँलाई राम्रो हुनेछ साथीहरू। म कफी पिएर यो भिडियो सुट गरिसकेको छु। अब मेरो दैनिकीलाई म स्टार्ट गर्न गइरहेको छु। अब तपाईँहरूले भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट, लाइक, कमेन्ट र सब्सक्राइब गर्न यो आइडीलाई नभुल्नु होला। भिडियो कस्तो लाग्यो सल्लाह प्रतिक्रिया राख्नु होला। थ्याङ्क यू वाचिङ, बाई बाई।